हाई एभ्रिवान, वेलकम टु माई मिनी भ्लग। आज पनि फेरि अर्को भ्लग लिएर आएको छु। सबैजनाले हेरेर सपोर्ट गरिदिनु होला। म चाहिँ आज यसो बिहान बाबुलाई लिएर चाहिँ बाहिर फ्रेस हुनको लागि बाहिरतिर लिएर हिँडेको थिएँ। बिहान चाहिँ म जहिले बाबु लिएर हिँड्छु कि बिहानमा भित्र उठ्ने बित्तिकै उसलाई बाहिरै हिँड्नुपर्छ, भित्र बस्न मान्दैन। अनि एकजनाले त लिएर हिँड्नु परिहाल्यो। अनि त्यही भएर एकछिन यसो बाहिर लिएर हिँडेको थिएँ। अनि हाम्रो भिल्लाको भित्रपट्टिको त्यो पछाडिको सिन चाहिँ कस्तो राम्रो लाग्छ कि मलाई। अनि त्यहाँ गएर एकछिन बस्न आनन्द लाग्छ कि मलाई चाहिँ। अनि हाम्रो अफिसको झ्याल साइडमा कति धेरै काफल फलाएको छ क्या, टिप्न खोजेको टिप्नै नसकिने के, कति उता मात्रै फलाएको छ। काँचैमा पाकेको जस्तो हुँदो रहेछ कि यो काफल। कति मिठो छ क्या यो काफल फेरि। अनि अफिसमा काम गर्न थालेँ। हाम्रो म्यामहरू पनि काम गर्दै हुनुहुन्छ अफिसमा। अनि एकछिन काम गरेर बाहिर पनि जानुपर्ने थियो। मैले अस्ति भनेको थिएँ नि मेरो स्कुटी चाहिँ बाटोमा हिँड्दै बिग्रेर ब्याट्री बिग्रिसकेको रहेछ भनेर। अनि त्यसैको लागि नयाँ स्कुटर बुझ्नको लागि जानुपर्ने छ कि बाहिर चाहिँ। बाई बाई साथीहरू, आजको लागि यति नै। बाँकी अर्को नेक्स्ट भिडियोमा भेटौँला। थ्याङ्क यू फर वाचिङ। बाई बाई।